यो निप्पोनको पानीले हामीलाई यति साह्रो डेन्जर छ। हेर्नुहोस् यहाँ यति साह्रो केयरलेस गरेर यो पानीको हाम्रो घरको माथि मूल ट्याङ्की बनाएर यति डेन्जर छोडिदिन्छ बाटोमा पानी। यो पानी अब यहाँ मेरो घरभित्र पस्न सक्छ, यसको दूरमै छेउमै हो। अन्त यहाँ माथि त हेर्नुहोस् तपाईँहरूले, झन् यो ट्याङ्कीबाट त पड्केर म यहाँ 8 किलो भएर चाहिँ म गएको, यो माथिबाट पड्केर जानु नै खोज्दैछ। हेर्नुहोस् यस्तो डेन्जर पानी बनाइदियो। यो उहाँहरूको ट्याङ्की हो, यो ट्याङ्की भडेर पुरै पानी उकालो निस्किँदैछ। हेर्नुहोस् रडहरू हल्लेर यो ट्याङ्की भडेर पुरै यस्तो हुँदैछ। हेर्नुहोस् पुरै डेन्जर हुँदैछ। हेर्नुहोस् यहाँ यस्तो डेन्जर हालत, यहाँदेखिको यस्तो डेन्जर हालत हुँदैछ। हेर्नुहोस् म डरले म त यहाँबाट भाग्न चाहन्छु। यहाँ सामुन्ने घरहरू छ, त्यो माथि ट्याङ्की साह्रै केयरलेस गरेर यो बङ्गालीहरूले यहाँ बनाएर हेरचाह छैन बस्तीको ठाउँ भनेर अब हामीलाई हेपेर यस्तो गरेको जस्तो छ। यसमा सबैले राम्रो हेरिदिनुहोस् अनि बुझिदिनुहोस्।